टुरिस्टहरू पनि आउने एउटा लजिक के छ भन्दाखेरि अथवा कारण के छ भन्दाखेरि यसको 100 वर्ष 150 वर्षको हिस्ट्री छ नि, यो हिस्ट्रीले गर्दा नै आएको हो हैन। त्यो भएर हिस्ट्री मास्न हुन्न भन्ने कुरा मैले कुम्रीकोटमा पनि रिलेट गरेँ। कुम्रीकोटको त्यो पुरानो घरहरू यति राम्रो थियो कि त्यसलाई फेरि रिप्लेस गरेर पुरा त्यो ढुङ्गाकै खालको बनाएको भए कुम्रीकोट पनि यस्तो एउटा राम्रो टुरिज्म डेस्टिनेसन हुन सक्थ्यो, ताकि गएर आउने गएर जाने ठाउँ नभइकन वान डे स्टप गर्ने अनि आर्किटेक्टहरू हेर्ने, ल्यान्डस्केपिङ हेर्ने। अब कुम्रीकोटको ल्यान्डस्केपिङ आफैमा राम्रो छ हैन। त्यस्तो राम्रो चिजलाई चाहिँ हामीले त्यसलाई युजमा ल्याउने अथवा त्यसलाई त्यसको कलर आफ्नो पन दिन सक्ने खालको भयो भने फरक खालको डेस्टिनेसन बन्न सक्छ। त्यो न लेक साइडसँग कम्पेयर गर्न मिल्छ, न बन्दीपुरसँग कम्पेयर गर्न मिल्छ। मात्र त्यो कुम्रीकोटको सँगै हामीले चाहिँ कम्पेयर गरेर अब ढुङ्गा त्यहीँको ढुङ्गा छ, लोकल ढुङ्गाहरू हो, फरक होला, यहाँको भन्दा फरक होला, तर पनि राम्रो ढुङ्गाहरू त्यहाँ भएको कारणले गर्दाखेरि हामीले कुम्रीकोटलाई एउटा यो हिल साइट अथवा हिल स्टेसन भनौँ, यो हिल स्टेसन जसरी इन्डियामा चाहिँ मसुरी, देहरादुन, के अरे दार्जिलिङ हैन, सिक्किमदेखि लिएर सिमला हैन, यो सम्मको जुन एउटा हिल स्टेसनको कन्सेप्ट छ, यो बन्दीपुरको पनि एक्ज्याक्ट त्यही नै हो हैन। बन्दीपुरले आफ्नो आइडेन्टिटीलाई जोगाउन सकेको कारणले गर्दाखेरि आजसम्म पनि यो फेमस एउटा टुरिस्टिक डेस्टिनेसन बन्न सफल भएको छ। म त एकदमै आई एम सो मच ह्याप्पी टु बी हियर एन्ड टु सी अल दिस ओल्ड इज हाउस आर सो ब्युटिफुल, सो ब्युटिफुल। Really, thank you so much. यो एकदम पुरानो सालको रहेछ है, यो सायद यो पहाडको साल हो है। अब यति डिग्रेडेसन यति हुँदै आएको छ हैन, 100 वर्ष 150 वर्ष अगाडि भन्ने सुने हो। पानीले हेर्नु न, पानीले यसलाई जति खेल्दै गयो उति नै यो एन्टिक भएको छ, चिरेको भने यसको स्ट्रेन्थमा केही फरक छैन। हार्डवुड भनेको यो रहेछ ल, कस्तो राम्रो, हाउ ब्युटिफुल है। तपाईँको यो डबल सिस्टम छ, यसको बेस छैन, मात्र यसलाई हामीले अडाएर यहाँबाट नै लोड लिने सिस्टम हो र यसले बाँधेको रहेछ हैन। त्यो गर्दाखेरि के हुन्छ भन्दा भूकम्पमा एउटा होरिजेन्टल हुन्छ, एउटा भर्टिकल आउँछ। जुन होरिजेन्टलको लागि चाहिँ यसले चारैतिरबाट रिजिडिटी गेन गरेको हुन्छ भने अब यसको चाहिँ भर्टिकलको केसमा चाहिँ के हुनसक्छ हैन। अब यो एउटा एक युनिट भएको कारणले गर्दाखेरि पनि सायद भर्टिकललाई पनि यसले सफिसियन्ट लोड बियर गर्न सक्छ होला, किनभने 100 इयर्स अफ टेस्टिङ हैन, यो त टेस्टेड हो। यो भएर मलाई लाग्छ सो ब्युटिफुल कार्भिङ हैन। अब हाम्रो कल्चर भनेको यो कार्भिङ नै हो। कार्भिङको कल्चरले एउटा हाम्रो पहाडलाई, हाम्रो एउटा कल्चरलाई रिप्रेजेन्ट गरेको र हेर्दाखेरि पनि ब्युटिफुल। यो चाहिँ यो खालको फसाद मलाई लाग्छ हाम्रो नेपालको एउटा युनिक फसाद हो, जुन बिल्डिङमा चाहिँ हामी देख्न पाउँछौँ। नेवारी कल्चर, गुरुङ कल्चर, तमाङ हैन। अब हामी तमाम हाम्रो यो जुन एउटा डाइभर्सिटी छ, डाइभर्सिटीको बिचमा आर्किटेक्चर पनि डाइभर्सिटी छ। त्यो डाइभर्सिफाई हाम्रो यो सानो ब्युटिफुल कन्ट्रीलाई चाहिँ हामीले लेट्स मेक मोर ब्युटिफुल। हामी बन्दीपुरको एउटा इन्ट्रेस्टिङ यो ब्याक एज धेरै पुरानो उसमा जहाँ आउँदैछ। हजुर नमस्ते नमस्ते, हामीले हेर्न पायो नि है। तपाईँको घर पऱ्यो हाम्रो होटल, यहाँ हजुरको होटल ल। हजुरले यहाँ यो होटल चलाउनु भएको रहेछ, हामीलाई थाहा भएन र हामीलाई हिजो यो मन परेकै ठाउँ थियो। कस्तो धेरै पुरानो, यसलाई के भन्नुहुन्छ? यो कर्नासे भन्छौँ हामीले, के भन्नुहुन्छ यसलाई? ठेट नेपाली नाम त थाहा होइन खै, पाखुरी भन्छ कि पाखुरी पाखुरी भन्नुहुन्छ। अनि यो त अन्त त देखिँदैन, यो देखेको थिएन, यो एकदम पुरानो रहेछ होइन यो बिल्डिङ? ए भने कस्तो आर्टिस्टिक ल। हेर्नुहोस् यो कर्नासे स्टार्टलाई चाहिँ एकदम रियल्ली एउटा यो के को रूपमा चाहिँ स्वरूपमा चाहिँ ढालिएको छ। हेर्दाखेरि चाहिँ यो यताबाट हेर्दाखेरि ड्रागन जस्तो ऊ पनि आएको हुन्छ है। र यसलाई यो कलात्मक हिसाबमा बनाएको निकै पुरानो रहेछ। र यो ब्याकयार्ड आफैमा सो ब्युटिफुल ग्रिनरी हैन। र अनि यसको एम्बियन्स चाहिँ एकदमै मिलाइएको छ। यताको आर्किटेक्ट, यो फसाद हैन, अनि यो प्लान्टेसन
अनि तपाईँको यो गार्डनिङलाई चाहिँ सो ब्युटिफुल है। अब यो हेर्नुहोस् यो झ्यालको होइन यो उहाँहरूको यो छ नि यो कला यो आफैमा साह्रै सुन्दर छ। मलाई लाग्छ यो कर्नासे माथिको कर्नासे भन्दा थोरै फरक, यो चाहिँ पछि थपेको हुनसक्छ र रियल यो चाहिँ पुरानो यो छ। ओहो आउनुहोस् त, हाउ ब्युटिफुल भित्र हेर्नु न, वाह कोजी वाह। ल अब यसमा चाहिँ यो माटोको टायर पनि युज गरेको रहेछ है। यो साँच्चै नै नेपालको चाहिँ एउटा अथेन्टिसिटी हामीले यहाँ देख्न पाउँछौँ। यो विशेष गरी नेवारी कल्चर, यो नेवारी रेजिडेन्सियल भिलेजहरू भयो बिल्डिङहरूमा चाहिँ यो खालको जुन काठमाडौँमा पनि हामी देख्छौँ, तर काठमाडौँ र यहाँमा चाहिँ यो अलिकति पहाडको ठाउँ भएको कारणले गर्दाखेरि यहाँको हावापानीको कारणले गर्दाखेरि यो ब्याकयार्डको यो कन्सेप्ट आएको होला। किन भन्दाखेरि हावा चल्ने ठाउँमा चाहिँ यहाँ अलिकति न्यानो हुन्छ भन्ने एउटा कन्सेप्ट र अनि सबैतिरबाट कनेक्टेड यो एउटा यो सेन्टरबाट चाहिँ सेन्टर अफ यो एउटा डिस्ट्रिब्युसन भनौँ होइन। यसलाई यहाँबाट चाहिँ विभिन्न हामी चाहिँ एनेक्समा चाहिँ जान सक्छौँ भन्ने खालको एउटा सानो भए पनि यो कोजी ठाउँलाई चाहिँ एकदमै सुपर लाग्यो मलाई। यसको कार्भिङ पनि कस्तो राम्रो छ है, ब्युटिफुल है, कस्तो राम्रो। यो ढुङ्गा नटे उताबाट उताबाट घुम्ने यो भर्खर टाँसेर भर्खरै बनाउँदै हुनुहुँदो रहेछ। ल यता चाहिँ नटेक्ने है। वाह ल सो ब्युटिफुल। ल हेर्नुहोस् यो डबल बेडको यो रुम, ल हेर्नुहोस् यो तलबाट नै डबल पोस्ट सिस्टमबाट ल्याइएको छ र यति कम स्प्यानबाट र धेरै ठुलो लार्ज ओपनिङ भएको कारणले गर्दाखेरि माथिको लोडलाई सफिसियन्ट ब्यालेन्स गर्नको लागि यो जुन एउटा काठको प्रयोग गर्यो। तर यो काठलाई कसरी प्रयोग गर्यो भन्दा कलात्मक हिसाबले, ताकि यो चाहिँ आफैमा आर्ट बनोस् भन्ने हिजोको हाम्रो पुरानो जुन आर्टिसियनहरू हुनुहुन्थ्यो एम्पेरिकल थ्योरीबाट नै उहाँहरूले चाहिँ यी कुराहरू सिक्दै आएर यो खालको पर्फेक्सन त हामीसँग अलरेडी रहेछ। यो साह्रै गौरवको विषय हो। एकचोटि हेरौँ यो बन्दीपुरको तपाईँको लज्जी। वाव वाट अ ब्युटिफुल नवीनजी, ला आई रियली लभ इट। आउनुहोस् कस्तो राम्रो। ल ल हेर्नुहोस् त, यो बन्दीपुरको टपको चाहिँ मेन मार्केटभित्रको चाहिँ करिब 1 बिघाको नै होला। यो पेरिफेरीलाई चाहिँ नै प्रिजर्भ गरेर रियल बन्दीपुरको ब्युटिफिकेसनमा चाहिँ ठुलो महत्त्व राख्छ भन्ने मलाई लाग्छ। यो एकदम एट्र्याक्टिभ छ। आउनको लागि पनि यो इज वर्दी होइन। अब यो हाम्रो लागि पनि र सबैको लागि पनि एउटा एकचोटि हेर्दा भिजिट गर्न। भएको बेला 2 दिने जीवनमा गरौँ न हाँस खेल। बन्दीपुर मेला भएको बेला 2 दिने जीवनमा गरौँ न हाँस खेल। 2 दिने जीवनमा गरौँ न हाँस खेल। यताबाट ल अब यो बन्दीपुरको चाहिँ एउटा हाम्रो राधाकाली अथवा यो लन्डनको इङ्ल्यान्डको चाहिँ एउटा आयो। यसलाई न्यू क्लासिक है, न्यू क्लासिक डिजाइनमा थोरै मोडिफाई भएको देखियो। यो विविधतामा एकता भनेको यही हो। हाम्रो विभिन्न मान्छेहरूको कन्सेप्ट हुन्छ, त्यो कन्सेप्टलाई चाहिँ आफ्नो ड्रिम बनाउन खोज्छ। त्यो गर्दाखेरि थोरै मोडिफाई हुँदाखेरि पनि नराम्रो देखिएको छैन, मलाई राम्रो लाग्यो। भेट हुँदा हाँसौ बोलौ भोलि जे त होला। बन्दीपुर मेला भेट भएको बेला 2 दिने जीवनमा गरौँ न हाँस खेल। बन्दीपुर मेला भेट भएको बेला 2 दिने जीवनमा गरौँ न